र लोकसेवाको आयुतर्फ सोधिने टाइम एन्ड वर्कको अर्को टाइपको क्वेसन चाहिँ यहाँ देखाइएको छ। यहाँ भनेको छ फर 1200 सोल्डर्स देयर इज फुड फर 60 days. आफ्टर 15 days 200 सोल्डर्स लिभ द फोर्ट. हाउ लङ विल द रिमेनिङ फुड लास्ट फर रिमेनिङ सोल्डर्स भनेको छ। हामीसँग के भनेको छ भने 1200जना सोल्डरलाई 60 दिनलाई पुग्ने खाना छ, तर 15 दिन पछाडि चाहिँ 200 सोल्डर चाहिँ त्यो फोर्टलाई छोडेर गए भनेपछि हाउ लङ विल द रिमेनिङ फुड लास्ट फर रिमेनिङ सोल्डर्स भनेको छ। अब त्यसलाई निकाल्दाखेरि हाम्रो कति छ भन्दाखेरि फुड 1200 सोल्डरलाई पुग्ने 60 दिनलाई फुड छ खास, तर 15 दिनपछि त छोडेर गएका छन् सोल्डर भनेपछि रिमेनिङ फुड कति भयो हामीलाई त रिमेनिङ फुड रिमेनिङ सोल्डरलाई कति दिनमा लाई चाहिँ पुग्छ भनेर भनेको छ। भनेपछि हामीसँग 1200 सोल्डरलाई 60 दिनलाई पुग्ने खाना थियो अनि त्यसमा 15 दिनपछि चाहिँ 200 सोल्डर छोडेर गए भनेपछि 15 दिनपछि चाहिँ छोडेर गए भनेपछि रिमेनिङ फुड 15 दिन, अब 45 दिनलाई पुग्ने खाना छ कि 1200 सोल्डरलाई 45 दिनलाई पुग्ने खाना हामीसँग बाँकी छ। त्यसपछि आउँछ अब के भनेको छ भने 200 सोल्डर त छोडिसके हाम्रो भनेपछि 1200 माइनस 200 त्यसले कति दिनलाई पुग्ने खाना भनेर सोधेको छ, एक्स दिनलाई पुग्ने खाना। र अब यसपछि चाहिँ भनेको त हामीलाई इजी भइहाल्यो। 1200 भनेपछि 60 माइनस 15 45 भयो, 1200 मा 200 घटायो 1000 भयो र एक्स दिनलाई भयो भनेपछि दुईटा जेरो 1200 दुईटा जेरो काट्यो। त्यसपछि आउँछ 5 दुना 10 2 छक्का 12, त्यसपछि आउँछ 5 9 45 6 9 54। एक्सलाई भनेको हाम्रो कति भयो भन्दाखेरि 54 दिनलाई चाहिँ त्यो खाना पुग्ने रहेछ। र त्यसै गरी हामी अरू टाइपका क्वेसन या अरू टपिकका क्वेसन पनि राख्दै जानेछौँ।